बच्चाको लागि मोबाइल किन्नुभन्दा किताब किनिदिनुहोस्। हाम्रो समाजमा के गर्छ कि बच्चाहरूको लागि अहिले यस्तो अवस्था भइसक्यो, बुच्कुनिया बच्चा छ उहाँको हातमा पनि मोबाइल छ र उहाँको लागि पनि मोबाइल किनिदिएको छ। आदरणीय अभिभावकज्यूहरू हात जोडेर रिक्वेस्ट गर्दैछु, ती साना नानीहरू जसलाई केही थाहै छैन यो समाजको बारेमा, यो संसारको बारेमा, ती बुच्कुनिया नानीहरूलाई के हेर्नु छ मोबाइलमा, के नहेर्नु छ त्यो तपाईँ दिइदिनुहुन्छ। उहाँलाई त्यो के हेर्नु छ, के गलत छ, के सही छ त्यही कुरा यदि थाहा छैन भने उहाँले के हेर्नुहुन्छ, अनि जे हेर्नुहुन्छ त्यसैबाट नै उहाँको मेन्टालिटी डेभलप हुँदै जान्छ र आउनेवाला भविष्यमा उहाँ त्यस्तै बन्नुहुन्छ। त्यसैले आदरणीय अभिभावकज्यूहरू, ती हाम्रा प्यारा नानी बाबीहरूको लागि म पहिला पनि हाम्रो पुरानो जुन भिडियो थियो 13 वर्ष 12 वर्षसम्म त एटलिस्ट उहाँलाई यस्तो डिसिप्लिन बनाएर उहाँलाई राख्नुहोस् कि 13 वर्षपछि तपाईँले मोबाइल दिए पनि उहाँले आफ्नो जीवनको बारेमा सोच विचार गरेर अगाडि हिँड्न सकोस्। र तपाईँ यहाँसम्म यो भिडियो हेर्नुभयो भने बिना लाइक, सेयर, कमेन्ट सब्सक्राइब गरिकन नजानु होला साथीहरू।